नमस्ते सबैलाई स्वागत छ मेरो मिनी ब्लगमा। मेरो चाहिँ बिहानीको यसरी सुरुवात हुन्छ। हतार हतार गऱ्यो, उठ्यो होइन, ड्युटीमा गयो, हतार हतार खाना बनायो, अनि के गर्ने होइन, फेरि अर्को काममा पनि जानुपर्ने हुन्छ नि त मलाई। अनि फेरि एउटा मात्रै खाना बनाएर हुँदैन कि साथीहरू। अनि खाना फेरि यस्तो सिम्पल खाना बनाएर पनि हुँदैन कि, थरी थरी खाना बनाउनु पर्छ। अनि थरी थरी जुस पनि बनाउनु पर्छ कि मलाई। अनि मलाई चाहिँ तिर्खा लाग्यो होइन, अनि तातो पानी पिउँछु कि मैले। अनि तातो पानी पिउँदैछु, बिहान चाहिँ हतार हतार गएको नि त, पानी पनि पिउन नपाइकन। अनि यता चाहिँ मैले पनिर टिक्काको लागि सामान रेडी गर्दैछु कि। मैले काम गर्ने बिहानको घरमा चाहिँ प्राय गरेर यस्तै खाना खानुहुन्छ कि म्याडमहरूले। अनि यता चाहिँ चाय हेर्नुहोस्, चाय बनाउँदैछु, चाय नभइकन त मेरो कामै छैन कि। अनि पनिर टिक्का पनि यता रेडी गर्दैछु साथीहरू होइन। अनि यता पनि रेडी गर्दैछु, अनि चाय पनि पिएँ। ल, चाय पिन पाएपछि त अरू केही चाहिँदैन मलाई। जुसहरू यता रेडी गरेँ। अनि यो चाहिँ ब्रेकफास्ट हो है सर म्याडमको। अनि यता चाहिँ लन्च बन्दैछ, पनिर टिक्का, अनि फेरि रायता, यसरी बनाउनुपर्छ कि। अनि लन्च ब्रेकफास्ट सबै रेडी भयो होइन। अब चाहिँ मैले डब्बामा प्याक गरिदिएँ सर म्याडमको लागि। अब चाहिँ काम मेरो खत्तम भयो यो घरमा। अब चाहिँ अर्को घरमा जानुपर्छ। भाँडा पनि छक्क माझेर सट्ट राखिदिएँ होइन, किचन क्लियर बनाइदिएँ। आजको लागि मेरो मिनी भ्लग यही नै समाप्त गर्दछु। ओके, बाई बाई।